Punya Foundation is a non-profit charity-based organization established by Bhutanese youths who have met and experienced the extremes of life for more than 2 decades in refugee camps. The foundation is registered in Australia. The foundation operates on the principles of Universal Declaration of Human Rights with the vision of seeking justice through education and empowerment. We strongly believe that justice can be sought only through education and empowerment. 77.13% ल्यायो अनि पार्टिसिपेन्ट चाहिँ 9 जना छौँ 4 जनाको लागि रहेछ भ्याकेन्सी यहाँबाट पैसा पाएन भने त अब एकखेप खोजी हेरेर दुःख गरेर खोज्ने नभए अब पढ्नु पाएन भने त अब 1 वर्ष भयो ग्याप गरेर पढ्नु चाहिँ पढ्ने मैले पुण्य फाउन्डेसनबाट मेरो भाउजूले भन्नुभयो मलाई हो म त्यतिखेर काममा गएको थिएँ मलाई भाउजूले भन्नुभयो अनि मैले चाल पाएँ तब मैले एप्लिकेसन गरेँ फर्म बुझाएँ मेरो बोलाउनु भयो मैले फर्म सबै बुझाएँ म फिजिक्स पढ्न धेरै इच्छुक छु हैन This is a small attempt to help the most helpless, to bring hopes in their lives, to support their lives, and to educate them for their empowerment. We target those people who need support to live a dignified life. Through a thorough screening process, we identify what we call as the vulnerable or marginalized people and support them to support their lives. It may just be 1 or 2 at a time, but we are committed to change lives of these vulnerable people. As the foundation grows, we plan to go above and beyond and work in the human rights sector, adult education, cross-cultural integration, etc. Established in 2010, the foundation already has 14 students under its scholarship program, which is by far the most valuable service rendered by any other Bhutanese organizations. This video gives a glimpse of one of the activities that we do every year. All people involved here are volunteers. They work for hours to make this happen. But above all, it is you, the donors, who provide us the opportunity. The smiles that you see on the faces of these people is because of you. Isn't this more rewarding than the best reward in your life? Come, join with us in our journey. We welcome you with our open arms. उसँग कन्फिडेन्ट केमा रहेछ उले जोइन गरिसक्यो क्या कलेज जोइन गरिसक्यो हैन त्यो कारणले गर्दाखेरि अब जोइन गर्न नसक्नेलाई चाहिँ हामीले जोइन गर्न सघाउने हो कि भन्ने मैले चाहिँ यो गरे इन्दिरा र यो हाम्रो सुब्बा भाइलाई चाहिँ 50-50% मा राखिदिए हैन अब त्यो चाहिँ एउटा डिस्कसनमा निकालेर उलाई यसमा ल्याउनु हुन त दुईटैको रिसेटलमेन्ट प्रोसेस अब भयो भने अब 4 पल्ट टेडी भनेपछि अब निकै यसमा पुगिसकेको हैन त्यो भाइ किन चाहिँ 4 पल्ट टेडी भयो भन्ने कुरो चाहिँ हामीले युएनएचसीआर सँग बुझ्दाखेरि चाहिँ पाइन्छ यसको डिटेल्सहरु सुरुमा चाहिँ हामीले टिचर्सहरु सँग बसेर चाहिँ एउटा छलफल गर्यौं त्यसपछि क्याम्प सेक्रेटरीहरुसँग बसेर छलफल गर्यौं त्यसपछि हामीले विभिन्न संघ संस्था क्याम्पमा रहेको संघ संस्था र होस्ट कम्युनिटीको पनि टिचर्सहरुसँग बसेर पनि छुट्टा-छुट्टै छलफल गर्यौं किनभने यो स्कलरशिप चाहिँ क्याम्पको र बाहिरको लागि भएकोले गर्दा दुवैपट्टिको चाहिँ स्टेक होल्डरसँग बसेर चाहिँ कुरा गर्न जरुरी थियो सेक्टर हेड अनि क्याम्प सेक्रेटरी त्यसपछि स्कुल काउन्सिलर स्कुलको एसिस्टेन्ट हेडमास्टर र स्कुलको चाहिँ हेडमास्टर यति 6 जनाले चाहिँ सबैको फर्ममा चाहिँ रेकमेन्डेसन गर्नु पर्थ्यो प्रत्येकले रेकमेन्डेसन चाहिँ गराउनु पर्ने थियो र गर्नुपर्ने थियो त्यो हामीले कोअर्डिनेसन गरेका थियौं सबै क्याम्प सेक्रेटरी सबै हेड टिचर्सहरुसँग गरिसकेकोले गर्दा उहाँहरुले रेकमेन्डेसन हेरेर भेरिफिकेसन गरेर गर्दिनु भयो एप्लिकेसन हेड टिचर्सहरु मार्फत मेरो हातमा जब आयो हामीले चाहिँ एउटा छुट्टै टिम सानो टिम बनाएर सबै जुन एप्लिकेन्टहरुको हट भिजिट गर्यो र हट भिजिट गरिसकेपछि हामीले उनीहरुको बायोडाटाहरु क्लियरली पाइयो त्यो बायोडाटाको आधारमा हामीले स्कलरशिपको इन्टरभ्यु गर्नको लागि पनि लगभग हामीले धेरै सजिलो भयो एकदमै यो इन्टरभ्यु कम्प्लिट भएकोमा मलाई एकदमै खुसी लागेछ सबैतिरबाट मैले एकदम भरपर्दो सपोर्ट सजेसन पाएको छु एकदम म स्याटिस्फाइड छु पुण्य फाउन्डेसनले जुन ल्याएको कार्यक्रमहरु छ अति होशियारीपूर्वक अति लगनशील भएर र अति नै सिस्टमेटिकली उहाँहरूले यो कुरालाई अगाडि बढाउनु भएको छ एउटा सेलेक्सन टिमको आधारमा र अब्जर्भेसनको
हैसियतमा भन्दाखेरि चाहिँ मैले पनि क्याटेगोराइज गरेको विद्यार्थीहरू नै परे। फर्स्ट सेकेन्ड थर्ड फोर्थ गरेर ग्रेडिङ गरेको थिएँ मैले पनि र त्यही आधारमै सबै नमिले पनि 3 जना चाहिँ मिले भनौँ न। छनौट प्रक्रिया सबभन्दा पहिलो कुरो त साह्रै इम्पार्सियल हिसाबमा कम्प्लिट भएको छ होइन। विद्यार्थीहरू जो सेलेक्टेड भए उनीहरू जेन्युन थिए, उनीहरूले पाउनुपर्ने नै थिए र सोही विद्यार्थीले पाएका छन् भन्ने मैले महसुस गरेको छु। अब एउटै स्थितिमा बसेर पनि यहाँ बसेर अब बाहिर जानुभयो, उहाँहरूले धेरै थोर दुःख गरेर कमाउनु भएको पैसाले अब यहाँ भएको भाइ बहिनीहरूलाई पढ्नु सहयोग गरेको छ। यो कुरालाई हामीले पनि एकदमै सिरियसली लिनुपर्ने हुन्छ। उहाँहरूको सहयोगलाई चाहिँ हाम्रो भाइ बहिनीहरूले पनि सिरियसली लिएर उहाँहरूको सहयोगलाई चाहिँ खेरो नफालिकन राम्रोसँगले पढ्नुपर्ने हुन्छ। टाढो ग्यापमा बसेर पनि हाम्रो दाजुभाइ दिदीबहिनीलाई हेर्नुपर्छ, उहाँहरूलाई हामी सपोर्ट गर्नुपर्छ भन्ने खालको एक प्रकारको फिलिङ्सहरू छ, एकदम सोसल फिलिङ्सहरू। त्यो यसहरू आएको देख्दाखेरि मलाई चाहिँ अति नै खुसी लागेको छ र सम्पूर्ण भुटनिज रिफ्युजीहरूले नै यो कुरोलाई चाहिँ खुसी हर्षित नै हुनुपर्छ र हामीले पनि सिक्नुपर्छ भन्ने कुरो चाहिँ म यो कुरो सबैसँग सेयर गर्न चाहन्छु। उहाँहरूले हामीभन्दा अलिकति अगुवा भएको कारणले गर्दा उहाँहरू विदेशमा बसेर पनि हामी यहीँ जुन छाप्रो हिजो बसेको थियौँ हामी त्यही छाप्रोमा छौँ, तर पनि उहाँहरू वहाँ गएर यहाँको एउटा कन्डिसनलाई बुझेर उहाँहरूले हामी हुँदै उहाँहरूले सहयोग गरेकोमा चाहिँ म एकदमै धेरै धेरै धन्यवाद दिन्छु उहाँहरूलाई। भाइ टिकाराम गुरुङले चाहिँ स्कलरसिप पायो, यसमा कति धेरै खुसी छु। मैले जहाँसम्म मैले पढ्दाखेरि धेरै दुःख थियो र मैले चाहिँ एकदम ऋण बाँकी गरेर पढेको हो। करस्पन्डिङ हान्दै आज भाइले स्कलरसिप पायो, कति धेरै खुसी छु। यस्तै आगामी दिनमा पनि यस्तै खालको चाहिँ होइन क्याम्पमा जति पनि भाइ बहिनीहरू आर्थिक अवस्थाले गर्दाखेरि पढ्न पाएका छैनन् उनीहरूलाई यस्तै खालको साथ सहयोग अब भइराखोस् भन्ने चाहिँ म चाहन्छु। मेरो छोरी पढाउने स्थिति थिएन मेरो होइन, अब त्यसरी पढाउने संस्था खुल्दा अर्थात् अर्को कुरो अब पढाउने पैसा पाउँदाखेरि मलाई धेरै खुसी लागेको छ। राम्रो लाग्यो। अहिले फाउन्डेसन नआएको भएदेखि मेरो छोरा रोएर हिँड्नु पर्थ्यो कि यता कमाउनु जानु पर्थ्यो, यता बिग्रेर हिँड्थ्यो। म एकलमै ल मेरो आर्थिक अवस्थाले गर्दा म सक्ने थिइनँ होला पढाउनु लागि। म एकदम हृदयदेखि मेरो अन्तरात्मादेखि म धन्यवाद दिन्छु यो पुण्य फाउन्डेसन जसले पनि गर्नुभएको छ उहाँहरूलाई म एकदम अन्तरात्मादेखि म धन्यवाद दिन चाहन्छु। नहुनु थियो भने त अब छोराहरू कहाँ जान्थ्यो कमाउनु पर्थ्यो, यहाँबाट पायो राम्रै भयो। धन्यवाद।